हेलो हाई नमस्कार यो सम्पूर्ण मेरो प्रिय मित्रहरुमा मेरो तर्फबाट नमस्कार छ। आज मैले यस्तो एउटा फल देखाउन गइरहेको छु जो फल खै मलाई पनि त्यो नाम थाहा छैन। यसको नाम थाहा भयो भने हजुरले बताइदिनु होला, मलाई त्यो थाहा भएन। म एउटा नाम देखाउन फल देखाउन गइरहेको छु। यो एक्का दुक्का देखिराख्नु भएको छ, यो जो त्यो फल हो। हेर्नुस्, यसको नाम के होला मलाई थाहा भएन। हजुरलाई यदि यसको नाम थाहा छ भने बताइदिनु होला। म अनि फर्स्ट टाइम देखेको। यसलाई म खाएर पनि देखाउन थियो किनकि त हजुरलाई किनकि धेरै माथि छ, त्यसै कारणले गर्दा मैले हजुरलाई देखाउन सकिनँ, खाएर देखाउन सकिनँ। तर खानु हुन्छ, यसलाई एकदमै मिठो फल हो यो। यसको फलको नाम के हो खै मलाई खासै थाहा भएन, तर औधी मिठो, असाध्यै मिठो हुन्छ। हाम्रो शरीरलाई पानीको कमी रहेछ भने पनि पानीको कमी पुरा गर्छ अरे भन्ने कुरा सुनेको थियो है। र यो एउटा फल त भयो, यो खानेवाला फल भयो। अरू एउटा नखानेवाला फल देखाउँदैछु जो कि यति राम्रो, मतलब सजाउनको लागि यति नै साह्रै राम्रो रुख देखाउँदैछु तपाईँलाई मैले है। त्यो रुखको नाम पनि मलाई थाहा भएन, त्यो पनि बताइदिनु। यो जो त्यो फलको नाम हो यो मलाई पनि त्यो थाहा भएन। यसको नाम असाध्यै फल्छ, यो पनि असाध्यै फल्छ, तर यो खान हुँदैन, सिर्फ यो सजावटीको लागि मात्रै हो। असाध्यै राम्रो छ। ल धन्यवाद, थ्याङ्क यू, नमस्कार, बाई बाई।